आज चाहिँ एउटा कुरा साह्रै भन्न मन लागेर आएको। चुनाव आउँदैछ, भोट त हाल्नु पर्ने नै होला, हक अधिकारको कुरा छ। होइन म किन भोट हाल्नु, मलाई राजनीति मन पर्दैन भनेर भोट हाल्न नजानु होला नि। फेरि त्यो गर्नुभयो भने त्योभन्दा ठुलो देशद्रोह अहिलेको समयमा केही पनि हुनै सक्दैन, पाप लाग्नेछ। भोट फर द चेन्ज द्याट वी ड्रिम फर। अनि अर्को कुरा, रासोपाको चुनाव चिन्ह घन्टीमा नै भोट हाल्नु होला। नयाँ कङ्ग्रेस, पुरानो एमाले, माओवादी भनेर नबस्नु होला। रासोपा आफैमा राम्रो छ भन्न खोजेको होइन, तर पनि अहिलेको लागि विकल्प भनेको रासोपा नै हो। तपाईँहरूलाई एउटा कुरा थाहा छ, जब जब देशमा केही परिवर्तन चाहिएको छ, नयाँ शक्तिहरू नै उठेर आएका देखिन्छ। राणाकालदेखि लोकतान्त्रिक गणतन्त्र नेपालसम्म आइपुग्दा हामीले राजादेखि आतङ्ककारीसम्म देख्यौँ। जनता मारेको देख्यौँ, राजा मारेको देख्यौँ, भूकम्पको चपेटामा छिमेकीको दमन पनि देख्यौँ। कलिला लाला बालालाई गोली हानेको देख्यौँ। अहिलेदेखि त केपी ओली भिलेन हुन् जस्तो लाग्छ, तर गोली ठोक्दाको दिन यिनीहरू सबै सँगै मिलेका थिए। त रोए जस्तो गर, म कुटे जस्तो गर्छु जस्तै हो। प्रचण्डको 2064 पछिको सिङ्गापुर, केपी ओलीको रेल, काङ्ग्रेसको त कुरा के गरौँ, कुरै नगरौँ। हेरेर मर्न भन्दा छेरेर मर्न बेस हुन्छ। फेरि पनि उही पुरानोकै भर परिबस्ने हो भने देश जहाँ थियो त्योभन्दा पनि पछाडि पुग्नेछ। अहिले हामीलाई चाहिएको एउटा स्थिर सरकार हो, जसले 5 वर्षसम्म काम गर्न पाओस्। 5 वर्षमा केही न केही उपलब्धि होस्। केही न केही उपलब्धि हुन्छ यदि त्यो सरकार 5 वर्ष टिक्यो भने। नत्र अहिलेको बालेन, रवि यिनीहरूलाई त्यति बेला त अलग होला, तर अहिलेको लागि एक मौका त बन्छ। त्यसैले चुनाव चिन्ह घन्टी। म आफू पनि रविको त्यति ठुलो फ्यान त होइन, मलाई हुनु पनि छैन। म बस देश अघि बढेको हेर्न चाहन्छु र त्यसको लागि एकपटक घन्टीमा भोट आवश्यक छ। नत्र त उही कङ्ग्रेस, एमाले, माओवादीकै कालो छाया देशमा सधैँ मौलाइरहनेछ। म आफूले भोट हाल्न चाहिँ पाउँदिनँ, विदेशी भूमिमा छु, नेपालमा केही गर्न सक्ने खुपी नभएर भागेर आएको मान्छे। तर तपाईँहरू नेपालमा हुनुहुन्छ, म केही गर्छु, केही बनाउँछु भन्नु भएर बस्नुभएको छ। त्यसैले सोचेर भोट हाल्नु होला। भोट फर द चेन्ज, भोट फर द घन्टी। लेट्स गिभ देम अ चान्स एन्ड लेट्स सी 5 वर्षपछि। जय देश, जय नेपाल।